म जस्तो मोमो लभर हजुरहरू को हुनुहुन्छ? यो मोमो चाहिँ जुन बेला पनि खान मिल्ने के बाहिर घाम लागेको होस्, पानी परेको होस्, जाडो होस्, गर्मी होस्, अनि यसलाई लन्चमा होस् अथवा दिउँसोको स्न्याक्समा होस् अथवा डिनरमा होस्, जुन बेला पनि खान मिल्ने, जति खाएर अगाए पनि फेरि अर्को दिन खाउँ खाउँ लाग्ने। सायद यो मोमोकै विशेषता यस्तै होला कि अब यो हामी नेपालीहरू विकेन्डमा कुनै गेट टुगेदरमा अनि अब यसो हप्ताको एकचोटि मोमो खाएन भने त के नखाए जस्तो हो नि। मैले आज चिकन मोमो बनाएको थिएँ। अब यो मोमो बनाउन नजान्ने त हामी नेपालीहरू को नै हौँला र त्यही पनि मैले कसरी बनाएँ देखाउन गइरहेको छु। मैले एउटा बाटामा भेजिटेबल लिएँ, प्याज, अदुवा, लसुन, बन्दा अनि हरियो लसुनको पात, अनि मैले मसिनो गरी काटेको धनिया, अनि मैले एउटा बोलमा 2 चम्चा चिकन बुलियन्स लिएँ। चिकन बुलियन्सले चाहिँ यो मोमोको टेस्टलाई एकदमै मिठो बनाउने रहेछ। अनि मैले थोरै अजिनोमोटो राखेँ बजारको जस्तो स्वाद दिनलाई। एउटा प्यानमा मैले बटर तताएँ, बटर तातिसकेपछि बेसा राखेँ, थोरै मसला राखेँ, अनि मैले यहाँ माथिबाट झान दिएँ। अनि त्यसपछि चाहिँ एकछिन सेलाउन दिन्छु, स्वादअनुसार नुन राख्ने। अनि आज मैले मोमो मसला राख्न गइरहेको छु। मोमो मसला नहुँदा मैले घरमै भएको अलि धेरै जिरा धनिया राख्छु। अनि त्यसपछि मोमो मसला राखिसकेपछि यसलाई राम्रोसँग मोल्ने। मैले यहाँ झान्ने बेलामा चाहिँ जुनको देउरीमा झानेको थिएँ, मैले 1 कप तातो पानी पनि राखेको थिएँ, जसले गर्दा चाहिँ मोमो एकदमै जुसी बनाउँछ। अनि त्यसपछि यसलाई राम्रोसँग मोलिसकेपछि मैले यसलाई आधा घन्टा जस्तो चाहिँ यसलाई मैले भिज्नको लागि छोडिदिन्छु। अनि आफ्नो इच्छाअनुसार चाहिँ मोमोको साइज बनाउने अनि कस्तो किसिमको ऱ्यापर गर्ने हो त्यो ऱ्यापरमा युज गर्ने। मैले आज पहेँलो ऱ्यापर पनि युज गरेको छु, अलि पातलो हुन्छ। अनि यो सेतो ऱ्यापर पनि युज गरेको छु। अनि अब यसको लागि चाहिँ झोल अचार पनि रेडी भइसकेको छ। अनि बिस्तारै मोमो बनाउँदै जाने। अनि यो मोमोको ऱ्यापर चाहिँ पातलो छ, 15-20 मिनटमा त मोमो पाकिहाल्छ। यो पहेँलो ऱ्यापरको मोमो त झन् एकदम छिटो पाक्छ। यता झोल अचार रेडी भइसकेको छ। यो चिकन मोमोमा चाहिँ यो चिकन बुलियन्स र थोरै अजिनोमोटो हाल्दाखेरि चाहिँ एक्ज्याक्टली बजारको भन्दा पनि अझ मिठो स्वाद दिन्छ। मैले अजिनोमोटो चाहिँ धेरै राख्दिनँ, तर चिकन बुलियन चाहिँ मैले चिकन मोमो बनाउँदा सधैँ राख्छु। अनि चिकन पनि घरमै लिएर हामीले आफै पेलेर प्रयोग गर्छौँ। चिकन किमा भन्दा चाहिँ त्यसरी बनाएको चिकन मोमो एकदमै मिठो हुन्छ। आज पनि मैले चिकन घरमै आफै पेलेर बनाएको चिकन किमा चाहिँ। अनि यो मोमो रेडी भइसक्यो। अब यसलाई कसरी खाने हो आफ्नो स्वादअनुसार खान सकिन्छ। मैले चाहिँ आज झोल अचार बनाएको थिएँ। झोल अचार हालेर मोमो खाइयो। अनि बाहिर चिसो छ। यो चिसो मौसममा झन् मोमो खानुको मजा नै बेग्लै हुने के। हजुरहरू पनि एकचोटि चिकन बुलियन्स हालेर मोमो बनाएर ट्राई गर्नुहोस् है त। थ्याङ्क यू फर वाचिङ।